हेलो एभ्रिवान, सबैजनालाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म सेकेन्ड डेमा चाहिँ मैले के गर्छु भनेर देखाउँछु। यो चाहिँ मेरो बिहानको सुरुवात। छोरीहरूलाई चाहिँ उठाएर म उनीहरूलाई विकेन्डको लागि रेडी बनाउँदैछु। भिडियो अन गर्नै हुन्न, मेरो कान्छी छोरी चाहिँ अगाडि आइहाल्छ देखिनलाई। अनि मेरो छोरीहरूको चाहिँ मैले नङ काट्न नि बिर्सेछु। यत्रो एक हप्तासम्म बिरामी भएर बिदा बसेको थियो नि त उनीहरू, त्यही पनि नङ काटिदिन बिर्सेछु। हतारमा नङ काटिदिन थालेको। ब्याकग्राउन्ड त हेरि नसक्नु छ गाइस, त्यो नहेर्नु, त्यसलाई याद केयर नगर्नु। अनि मेरो के कपाल टक्ली भइसकेको रहेछु म, त्यहाँ कपालै छैन मेरो टाउकोमा। मलाई टेन्सन लाग्यो अहिले यो भिडियो देखेर। अनि मेरो कान्छी छोरी फेरि यस्तो चकचक गर्नेहरू त बरै देख्ने अनै गर्न नपाउने कि क्यामेरा। अनि जेठ छोरीको चाहिँ नङमा पनि मैले नेल लगाइदिएको थिएँ, त्यो पनि रिमुभ गरिदिएँ। अनि बाबासँग पठाइदिएँ मैले। बाबा छोरीहरू स्कुल गए अनि हामी बुढाबुढी चाहिँ लाग्यौँ छोरीको कान्छी छोरीको बेबी कार्ड लगेर चाहिँ सपिङतिर। अनि मैले मेरो बुढालाई भिडियो बनाइदिनु भनेको, मेरो बुढाले फेरि मलाई एकदम झन् सानी निकालिदिएको। तर आज जे जस्तो भए पनि घाम चाहिँ मजाको लाग्थ्यो। अनि हामी चाहिँ स्टार्ट गर्न थाल्यौँ। हामीले खाइमनो सपिङ, अनि हामीले चाहिँ सबै कुरा चाहिने कुरा सबै कुरा होइन। तर योपालि चाहिँ हामीले त्यति खासै सपिङ गरेनौँ, किनभने मैले स्याटरडे होइन हिजो नै लगभग आधा गरिसकेको थिएँ। अनि यही मिसो सिरोहरू अलिअलि बाँकी टोमेटोहरू त्यति बाँकी थियो, त्यो चाहिँ किनेर चाहिँ हामी फर्कियौँ। फर्किँदाखेरि चाहिँ मैले कफी खाएँ, मेरो बुढाले चाहिँ पान खाएँ बिहानको नास्ता। अनि त्यति गरेर घरमा आएर खानासाना खाइसकेपछि म चाहिँ लागेँ जिउतिर। मलाई चाहिँ एकदमै घरमा बस्दा बोर भयो। म आज काम गएको थिएन नि त, काम छुट्टी बसेको थिएँ। मलाई एकदमै काम गर्न पनि अल्छी लागेर अनि म चाहिँ एक्लै गएँ साथीहरूसँगै, एक्लै रङ्गीचङ्गी भने जस्तै गरेर मैले गएँ जिउतिर। सेकेन्ड स्टेट पनि यत्तिकै सामान हेर्दै बसेँ। मलाई भिडियो बनाउनै लाज लाग्छ कि मान्छे देख्ने बित्तिकै स्टार्टिङ भएर होला। पहिला बनाए तापनि अझै मलाई बानी लागिसकेको छैन कि मान्छे अगाडि क्यामेरा तिर्छाएर आफू बोल्दै भिडियो बनाउनलाई। अनि त्यति गरेर सबै म सिरियामा छिरेर एउटा दुइटा सामान किनेँ अनि फर्किहालेँ म यता बाटोमा। अनि रुखहरू चाहिँ कस्तो मजाको यो पाक्दैछ नि त, रुख पाक्दैछ भन्छु मैले चाहिँ, पहिलो हुँदैछ रुखहरू। अनि म चाहिँ घर पुगिसकेँ। अब चाहिँ अडियो स्टार्ट हुन्छ है त मेरो स्कुल गएको। अब यहाँदेखि चाहिँ म भोइस रेकर्ड गर्दिनँ। नहीं अब हुँदैन सायका आऊ, सायका ल चल ल्याऊ। मेरो छोरी फेरि फुटबल पनि खेल्छ त, त्यहाँ चढ्ने, त्यहाँ चढ्यो भने त अहिले बेबी पनि चढ्ने। बेबी आऊ न, यिनीहरूसँग मलाई हिँड्न 1 घन्टा लाग्छ। बेबी, यो बेबीले मलाई हैरान पारेको छ। ल हिँड सायका। जाडो चिसो हेर त कस्तो चिसो छ। फेसहरू देखाउ तिम्रो, फुर्सो भएछ त यहाँ त, त्यो भएर सुक्खा भएर। मुख चुटेन फेरि, ऊ त्यहाँ एउटा चुटेन को परिस कहाँ छ? होइन परि आउनु हुन्छ होइन नि, परि होइन नि। ए हामी चाहिँ अब गयौँ। कहाँ दुख्यो? गमेन आऊ है प्रिसा आऊ। हेर त पारी फेरि उसको काम फेरि ऊ त्यहाँ बसेर हैरान छ। कति बेला रुम पुग्ने हामी? छिटो आऊ, ढिला भयो। आऊ बेबी, किन आउने होला फेरि फर्केर? ल हिँड अब छिटो। हजुर ल हिँड ल। यो फेरि कता होला किन होला? सायका त्यहाँ गयो भने बेबी पनि जान्छ कि फेरि आफू नै हुन्छ छोरी। तल आऊ बेबी आऊ, छिटो तिमीलाई चिसो हुन्छ कि बेबी आऊ। ओए हे भगवान्, एउटी त्यो एउटी यो चिसो हावा, यस्तो हावा चल्या फेरि हावाले उडाउने जस्तो छ फेरि। आऊ मान्छेले उडाइदिन्छ हावाले, आजको हावाले। ए यस्तो हावा चल्या
दुईजनालाई त म त पिट्छु के यो दुईजनालाई खै खै तल आऊ यता आऊ छिटाउ ओ ओ हेर्न ल हेर भन्यो त नि हेर त अब न सायका अब त म तिमीसँग बोल्दिनँ है फेरि म बोल्दिनँ अब गयो भने त अब गयो भने म बोल्दिनँ तिमीसँग ए होइन फेरि यसकै पत्ता झगडा फेरि अब ओ नगराउ न बहिनी गुडुङ हुन्छ के बेबी कस्तो होला के गरेर सम्हाल्ने हो यस्तो बच्चालाई कसरी सम्हाल्छन् हो अरूले न झन् छोडिदियो के छोडिदिए के छोडिदिए ल ल हिँड भयो छोडिदियो ल हिँड छिटो गएर अझ नुहाउन बाँकी छ सायका तिमी नुहाउनु एक हप्ता भइसक्यो बिरामी भएर उसको चकचक फेरि 5 मिनटको बाटोमा 1 घन्टा लाग्छ हामीलाई विकेन्डबाट आउन ल जम्कर अब बहिनीले नै यही गर्ने भन्छ अब देखि हेरिराखेको छ ल नचलाउ ल हिँड प्रिसा हिँड कहिले त थाक्छु म त यिनीहरूको यस्तो चकचक देखेर थकाइ लाग्छ अब घर गएपछि नि न्याङ करायो भिडियो बनाउन जहाँ लाग्छ अब छिटो आऊ भयो अब यता चलेको झगडा गरेको गऱ्यो भयो आऊ बाबा आऊ नगर न यस्तो भयो आएर पनि मैले कपडा चेन्ज गरेर पनि यहाँ बसेको अनि मैले कस्तो सायका मैले तिमीलाई टेबलमा के राख्दैछु टेबलमा के छ हेर के भयो सानो सायकाले के गर्यो यहाँ हो यति त झगडा गर्दैन दुईजनाले म त छक्क पर्छु छक्क मनपर्छ किन ल्यायो कप के टेबलमा छ त गिलास उसले खानेकुरा सोच्यो होला तर मैले चाहिँ कप लिएर आएँ क्या सेरियाबाट एउटै सामानको लागि झगडा गर्ने दुइटाले सेम ल्याऊ त केही पनि छैन यसमा गिउन्यु खाने तिमीहरूले राम्रो छ कि नै यसमा गिउन्यु खाने है ओके ल खानेकुरा भनेको ए गिउन्यु भनेको के प्रिसा जान ओइसी ल खाऊ ओइसी प्रिसा ओइसी गिउन्यु पनि हो खाऊ न त समातेर खाऊ खाऊ तिमी ओइसी ल ओके आज बनाइदिँदैछु मेरो छोरीहरूलाई बुट्टाको मासु मतलब बुङ्गुरको मासु अनि यसमा छ के भन्छ मलाई आउँदै आएन के भन्छ अरे खाबुच्च्या भनेको पम्किन कद्दु अनि यता साग पनि रेडी छ अनि गाजर मिक्स गरेर यस्तो सुप बनाइदिनु पर्ला यो चाहिँ बाबालाई पनि हो 3 बाबा र छोरीहरूलाई अन्त म चाहिँ दाल बनाएर खानु पर्ला लास्टमा चाहिँ मैले त्यसमा साग मिक्स गरिदिएँ साग मिक्स गरेर यसमा चाहिँ साग पोरको मासु क्यारोट अनि पम्किन मिक्स गरेर बनाइदिएको आज मेरो छोरी चाहिँ के छान्दैछ खै न अरू बेला चाहिँ साग खुब खान्थ्यो म चाहिँ जेठो छोरीको लागि पोर खुवाउनलाई के मासु खान खोज्दैन त्यही भएर बनाइदिएँ आज बेबी त्यस्तो गर्ने होइन खाऊ खानु चाहिँ खान्छ उसले आफै खावास फिनिस गरिसक्यो सायकाले पनि खाइसक्यो है अहिले के खान लाग्छ सायकाले भात खाइसक्यो अब किउरी खाइसक्यो होइन किउरी पनि लासु गइसकेको चाहिँ अब यति भन्दै म यही बिदाबारी माग्न चाहन्छु भनेर म भन्छु हस् राख ल आरिगातो ने